वाट अ गेम, वाट अ पर्फर्मेन्स, वाट अ कमब्याक। पोर्चुगल फुटबल टिमले आजको म्याच उज्बेकिस्तानको विरुद्ध शानदार कमब्याक गरेको छ र यो कमब्याकमा 5 गोल लाउन सफल भयो, जसमा रोनाल्डोको 2 गोल थियो। ब्रुनो फर्नान्डेस रोनाल्डोको कनेक्टिभिटी थिएन, मिडिया ट्रायल्स भएको थियो। पास टु रोनाल्डो, ब्रुनोले पास दिएन, यो त्यो सबै कुराहरू। रोनाल्डो बुढो भयो, गोल लाउन सक्दैन, उसलाई निकाल्नुपर्छ, बेन्चमा राख्नुपर्छ, यी सबै कुराहरूको आज क्लोजर भएको छ। रोनाल्डोले आफूलाई प्रुभ गरे, पोर्चुगल फुटबल टिमले आफूलाई प्रुभ गर्यो, ब्रुनो फर्नान्डेसले आफूलाई प्रुभ गरे। यस, ब्रुनो फर्नान्डेस वाज क्लिनिकल, इ क्रिएटेड, डिस्ट्रोइड। नुनो मेन्डेस भोबाल पर्फर्मेन्स। डिफेन्स लाइनमा रेनेटो भेगा वाज सो कुल, रुबेन डियास भन्दा इन एन्ड आउट दामी खेलिरहेको थियो। यस, जो फिलिक्सलाई ल्याए आज, केही न केही इम्प्याक्ट त आयो। फर्स्ट टाइममा फिलिक्स राम्रै खेलिरहेको थिए, त्यति धेरै फिलिक्सको इन एन्ड आउट पर्फर्मेन्स देखिएन, तर पनि इम्प्याक्ट चाहिँ आएको थियो। सो यस, रोनाल्डो फ्यान्स, पोर्चुगिज फ्यान्स आ ह्याप्पी। हेटर्सहरूको मुखमा बुझो हालिदिएको छ पोर्चुगलले, रोनाल्डोले। एन्ड यस, फर्स्ट म्याच राम्रो खेलेको नराम्रो खेलेको मैले फर्स्ट म्याच भनेकै छैन। दे प्लेड वेल बट दे वर नट एबल टु स्कोर। त्यस पछाडि यो म्याचमा मस्ट विन थियो, विन निकालेको छ, राम्रै विन निकालेको छ, 5-0 को कन्भिन्सिङ विन निकालेको छ। र नेक्स्ट म्याच कोलम्बियासँग छ। ग्रुप टप हान्नको लागि कोलम्बियालाई जित्नै पर्छ। र अहिलेको यो भिडियो रेकर्ड भइराख्दाखेरि कोलम्बियाले खेल्दैछ डिआर कोङ्गोसँग। यदि कोलम्बियाले डिआर कोङ्गोसँग ड्र गरिदियो भने पोर्चुगललाई बेनिफिट हुन्छ, र यदि ड्र गर्न सकेन या विन निकाल्दियो, हार्दै भने त अभियसली बेनिफिसियलै छ। र विन निकाल्यो भने पनि नेक्स्ट म्याच पोर्चुगल भर्सेस कोलम्बियाको म्याच इज गोइङ टु बी द ग्रुपको टपको हुन्छ, यही म्याचले डिसाइड गर्नेवाला छ। पोर्चुगलसँग राम्रो जिडी छ आज, जिडी एकदम राम्रो छ पोर्चुगलको, कोलम्बियाको भन्दाखेरि पनि। सो नेक्स्ट म्याच कोलम्बियासँगको म्याचले नै डिसाइड गर्छ पोर्चुगलको यात्रा कहाँसम्म जान्छ भनेर। आजको म्याचको कुरा गर्ने हो भने नुनो मेन्डेस वाज सो गुड। केही 2-3वटा पासेसहरू नुनो मेन्डेसले त्यसलाई कनेक्ट गर्न सकेका थिएनन्। डिफेन्डिङ बेसमा हेर्ने भने यस, नुनो मेन्डेस राम्रो खेले। कन्सेलो वाज सो गुड। रेनेटो भेगा आजको म्याचमा वी मस्ट एप्रिसिएट हिम। डिएगो कोस्टा ठिकै थिए, त्यति धेरै टेस्ट भएन डिएगो कोस्टाको लागि। रोनाल्डो यस, मल्टिपल चान्सेस, ह्याट्रिक गर्न चाहन्थे रोनाल्डोले। हामी सबै फ्यान्सहरूको चाहना नै त्यही थियो, ह्याट्रिक। र आजको गोलसँगै रोनाल्डोले सबै वर्ल्ड कपमा गोल लाउने एउटै खेलाडी बनेका छन्। 6वटा वर्ल्ड कपमा गोल गर्न सक्ने एकजना मात्र प्लेयर को हुन् भनेर तपाईँलाई कसैले सोध्यो भने चाहिँ हि इज रोनाल्डो भन्नु होला है त। सो तपाईँलाई आजको म्याच कस्तो लाग्यो, पहिलो कुरा। सेकेन्ड कुरा, आजको म्याचमा जोआ फिलिक्स स्टार्ट गर्नु द्याट वाज बेनिफिसियल अर नट, सेकेन्ड कुरा है त। थर्ड कुरा, बर्नार्डो सिल्भालाई बेन्च राखियो, रुबेन डियासले स्टार्ट गरे। डिफेन्समा एउटा लिडरको कमी थियो, रुबेन डियास आउने बित्तिकै रेनेटो भेगाले पनि आजको म्याचमा ओभर पर्फर्म गरेका छन्। राम्रो, एकदमै थ्रिलिङ म्याच थियो। उज्बेकिस्तान, यस, दे वर नट द फेभरेट। उज्बेकिस्तानको एगेन्स्टमा 5 गोल लाएर पोर्चुगल त्यति धेरै खुसी हुनुपर्ने कारण पनि छैन। बट फर्स्ट म्याच ड्र गरेर सेकेन्ड म्याचमा 5-0 को विन निकाल्नु भनेको चाहिँ दिस इज द ब्याङ्गर। दिस इज नट 1-0 को 2-0 को विनमा चाहिँ खुसी हुनुपर्ने कारण थिएन, बट 5-0 भनेको दिस इज फुल डोमिनेन्स। फर्स्ट हाफमा इट वाज, फर्स्ट हाफको हाइड्रेसन ब्रेक भन्दा अगाडि इट वाज 80% बल पोजिसन त पोर्चुगलसँग, तर सेकेन्ड हाफमा जाँदाखेरि इट वाज 60% र म्याच एन्ड हुँदाखेरि आई थिङ्क इफ आई एम नट रङ इट इज 62 to 63% बल पोजिसन पोर्चुगलसँग छ। टोटल 17 सट्स पोर्चुगलले फर्स्ट म्याचमा सट्स हान्न सकेको थिएन, बट दे वर एबल टु हिट 17 सट्स इन द सेकेन्ड हाफ। क्लिनिकल, एकदम राम्रो पर्फर्मेन्स। इन एन्ड आउट हाम्रो विङ्गर्सहरूले पनि राम्रो पर्फर्मेन्स गरेका हुन्। पेड्रो नेटोले बबल ड्रिब्लिङ, त्यसपछि पासेस, क्रसेस एकदम राम्रो थियो। अझै गोल धेरै हुन सक्थ्यो, रोनाल्डोले पनि ह्याट्रिक हान्न सक्थे, तर ह्याट्रिक हान्न सकेनन्। बट हाम्रो लागि के म्याटर गर्छ भन्दाखेरि पोर्चुगलले कसरी जित्छ, पोर्चुगलले कसरी विन निकाल्छ, कति गोल लाउँछ, द्याट इज द फर्स्ट प्राइमेरी। सेकेन्ड थिङ, सेकेन्डरी भनेको चाहिँ हाम्रो लागि रोनाल्डोले गोल हानेर, यदि ह्याट्रिक हानेर गोल लाउन सके, जित निकाल्न सकौँ, द्याट इज द सेकेन्ड थिङ। र फर्स्ट थिङ इज पोर्चुगलले जित्नु पऱ्यो, र पोर्चुगलको जितसँगै रोनाल्डोले पनि गोल लगाइदियो भने द्याट कुड बी सुनमा सुगन्ध है त। तपाईँले आजको म्याच कस्तो लाग्यो, तपाईँको आजको म्याचको MVP को हो तपाईँको लागि, प्लिज कमेन्ट गर्नु होला, सब्सक्राइब पनि गर्नु होला च्यानललाई। एन्ड यस, नेक्स्ट म्याच कोलम्बियासँग छ पोर्चुगलको 28 मा, नेपाली टाइम आई थिङ्क 5:45 या 6 बजे यस्तै हुन्छ। सो आजको म्याच तपाईँले कस्तो लाग्यो त, फर्स्ट थिङ। रोबर्टो मार्टिनले चाहिँ राम्रो गेम खेलाए,
प्लेयर्सको रेटिङको कुरा गर्ने भने नुनो मेन्डेसको सबैभन्दा हाइएस्ट रेटिङ छ। त्यस पछाडि रोनाल्डोको पनि रेटिङ राम्रै छ। ब्रुनो फर्नान्डेस वाज क्लिनिकल, पासेसहरू राम्रो आएको थियो। रोनाल्डोले राम्रै प्रयास गरिरहेको थियो ह्याट्रिक हान्नको लागि। आजको म्याचले एउटा कुरा प्रमाणित गरिदिएको छ कि पोर्चुगल टिमभित्र कन्फ्लिक्ट छ। रोनाल्डो बुढो भयो, त्यस पछाडि ब्रुनो फर्नान्डेसले रोनाल्डोलाई पास दिँदैन, टिममा कन्फ्लिक्ट छ, झगडा भइरहेको छ, हेन तेन नाना थरीको कुराहरू आइरहेको थियो, मिडिया ट्रायल्सहरू भइरहेको थियो। यो सबै कुराहरूलाई आजको म्याचले क्लोज गरिदिएको छ र आजको विनमा 5-0 को विन, जसमा रोनाल्डोको 2टा गोल, ब्रुनो फर्नान्डेसको क्लिनिकल एसिस्ट, नुनो मेन्डेसको ब्याङ्गर पर्फर्मेन्स, यी सबै कुराहरूले पोर्चुगललाई बुस्ट हानेको छ र नेक्स्ट म्याच कोलम्बियासँग जाँदाखेरि कन्फिडेन्स लेभल एकदमै हाई भएको छ। बर्नार्डो सिल्भालाई आजको म्याचमा स्टार्ट गराइएन। द्याट वाज द गुड मुभ फ्रम द हाम्रो म्यानेजर रोबर्टो मार्टिनेज। दिस इज द गेम चेन्जर। र सेकेन्ड हाफको अन्तिममा बर्नार्डो सिल्भाले सेन्टर मिडमा आएर राम्रै पर्फर्मेन्स दिएका थिए। मैले जहिले पनि भन्ने गरेको छु कि बर्नार्डो सिल्भा एज अ मिडफिल्डर इज भेरी गुड, कन्भिन्सिङ राम्रो गेम थियो उनको। पासेसहरू बनाइरहेका थिए, बिहाइन्ड द लाइन, हाई लाइन पासेस, सबै कुरामा बर्नार्डो सिल्भा इज द बेस्ट इन द मिडफिल्ड। तर एज अ विङ्गरमा चाहिँ मेरो लागि बर्नार्डो सिल्भा इज नट द बेस्ट पर्सन टु स्टार्ट फर पोर्चुगल फुटबल टिम। किन भन्दाखेरि हामीसँग बबाल विङ्गर्सहरू अलरेडी छ। राफाएल लियो आए, राफाएल लियोले गोल गरे, चान्सेसहरू राम्रै बनाइरहेका थिए, एउटा कनेक्ट गर्न सकिएन। राफाएल लियोलाई म जहिले पनि भनिरहेको छु, राफाएल लियोले बल रिसिभ गर्छन्, राम्रो ड्रिब्लिङ राम्रो छ, पेस पनि राम्रो छ, वर्क रेट अलिकति कम छ। तर फाइनल थर्डमा पुगिसकेपछि, आई मिन डिबक्सभित्र पुगिसकेपछि हि इज नट एबल टु टेक द डिसिजन। सो आजको म्याचमा त्यही भयो। अझै 1-2 गोल आउन सक्थ्यो राफाएल लियोको। एक गोल त आयो, द्याट वाज द मतलब रिबाउन्स भएको गोललाई उनले गोलमा परिणत गरे। द्याट इज एप्रिसिएटिङ, राम्रो थियो। तर पनि अझै 1-2 गोल एक्स्ट्रा गोल आउन सक्थ्यो राफाएल लियोको। एउटा राम्रो अपर्च्युनिटी थियो, उनले मिस गरेको थियो। त्यस पछाडि एउटा बल रिसिभ गरेर बढाइरहेको त्यतिखेर पनि हि वाज नट एबल टु कनेक्ट द्याट बल। सो फाइनल थर्डमा राफाएल लियोले अलवेज बिगारिरहेका छन्। यी निड टु इम्प्रुभ द्याट गोइङ फरवर्ड। कोन्सिस्का वाज सो गुड, कोन्सिस्काले डोमिनेट गरिदिएका थिए डिफेन्स लाइनलाई। फर्स्ट म्याचमा पनि कोन्सिस्का वाज सो गुड। सो त्यही हो, मैले भने सबैजनालाई रिक्वेस्ट फलो हान्नु होला। कुराकानी हुने नै छ। सिम्पली सब्सक्राइब गर्न नबिर्सनु होला है त। थ्याङ्क यू सो मच।